बाई बाबु ल है त पोखरा भेटौला के गरे के भन्छ रे गिफ्ट त होइन त्यो ल साथीहरु हामी दुलेगौडा आएपछि चाहिँ बल्ल घाम लाग्यो धेरै दिनपछि सूर्यदेवताको दर्शन गर्न पायो घामको हैन धेरै दिनपछि 5 दिन नदेखेको दुलेगौडा छौँ हामी अहिले तेर लागेको छ तातो भयो अब चाहिँ चलाएर पोखरा त लिली खुलिहाल्यो अब जानुभन्दा अगाडि बाइकको कन्डिसन चेक जाँच गर्दैछौँ कुमार भाइ हामी कता हिँड्दैछौँ अन्नपूर्ण बेस क्याम्प ल दिदी हामी गयौँ बाई बाई हेलो भाइ बरो हामी कता जान्छौँ अहिले हामी अब अहिले पोखरा अब हामी जान्छौँ एबिसी बेस क्याम्प अन्नपूर्ण है शुभयात्रा प्रकाश सर झोला कस्दै हुनुहुन्छ कहाँको यात्रा हो घाम लाग्यो कस्तो राम्रो रमाइलो मौसम भइरहेछ ल देख्न सक्नुहुन्छ ट्याक्क लुम्लेमा यस्तो गजब छ हामी चाहिँ यतिखेर नयाँ पुल आइसकेका छौँ अब हामी यो बागलुङ हाइवे छोडेर घान्द्रुक जाँदैछौँ है हामी कहाँ छौँ अब घान्द्रुक ओके ल शुभयात्रा ओ सरी हामी चाहिँ यतिखेर बिरे ठाँटीमा छौँ साथीहरू सपिङ गर्दै हुनुहुन्छ धुम्रपान स्वास्थ्यलाई हानिकारक छ चुरोट नखाउँ होला होइन सर के किन्दै हुनुहुन्छ हो मान्छे नि कालो हो ठिकै छ टोपी नि कालो कुरो मिलेन त्यसरी चाहिँ नकिनौ होला कुरो मिलेन चस्मा कसले चस्मा लगाऊ ल खै के किन्दै हो भाइ बरो जुत्ता खै कुन कम्पनी हो तल गट्टी देखाउ गट्टी वाउ ल ट्रेकिङ सुज ठिक छ है ठिक छ ट्राई गर्दै एकचोटि यो 6 नम्बर सुक्को भएको छ हैन अनि ठुलो मोजा नभए फेरि 7 नम्बर लाउने ल यहाँ सामान किन्दैछन् साथीहरू यो चाहिँ बिरी ठाँटी हो बाटो अलिकति छाडा उकालो भएर तान्दो रहेन ल हल्का बाटोमा पानी पऱ्यो ठुलो पानी त परेन सिमसिम पानी हामी चाहिँ अब पुग्न लाग्यौँ देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ चक्क चम्रोङ हामी चम्रोङ जाने अहिले यहाँबाट जाँदा त माथि जाँदा चाहिँ घान्द्रुक पुगिने रहेछ यहाँदेखि यता तल्लो बाटो लाग्दा चाहिँ झिनु पुगिने रहेछ है बाटो थाहा भएन एकछिन हामी अलमल्यौँ त्यसपछि अब हामी झिनुकोतिर अगाडि बढ्दैछौँ है त ल फाइनली हामी झिनु आइपुग्यौँ बाइक पार्किङ गर्दैछौँ कति दिन हिँड्नुपर्छ सर हामी अब माथि 3 दिन लाग्छ तपाईँहरू अन्नपूर्ण हो हजुर सर ए ल अन्नपूर्ण 3 दिन लाग्छ गाह्रो हो त ट्रेक भनेको यही हो नि त पानी पर्छ लाग्यो पानी परेन त मौसम खुल्यो ठ्याक्क साँझ परेको छ बिहान बेनीघाटदेखि हिँडेको घुम्दै पोखरामा अलमल भयो सपिङ गरेर अब यो हामी पुल पारी गएर यो पुल तरेर पारी गएर बस्छौँ हामी आजलाई हामी पुग्ने यता हो यता यो माछापुच्छ्रेबाट नि उता यहाँको भ्यू हेर सुन टल्के आएको छ हिमाल घाम पर्यो गाइजहरू हामी चाहिँ एबिसी जाँदैछौँ यतिखेर हामी लोवर सिनेमा आइपुग्यौँ दिस वे या हामीसँग एकजना चाइनिज फ्रेन्ड थप्यो हो कोनिचिवा मिनाइ कोनिचिवा नि हाउ बाई बाई हैव अ गुड डे आई लभ नेपाली चाइनिज भाइ चाइनिज भाइ
हिँड्दैछु ओह्रालो झर्न पाए त केटाहरू मस्त झर्छ हौ उकालो थाहा होला अब पारी तरे पुल तरेपछि अनि देख्छौ तिमीले तोरीको फुल उकालो चढ्दा खाद्यान्न बोक्नु लागि यो घोडाको प्रयोग हुन्छ ल यसरी घोडाले बोकेर अन्नपूर्ण बेस क्याम्पसम्म सामान लगिन्छ मान्छे यस्ता छन् हिँड्दैछन् टोलीहरू गाइजहरू त्यो अप्पर सिनुवादेखि चाहिँ अगाडि अलिकति तेर्सो बाटो रहेछ जङ्गल पनि रहेछ यहाँ चाहिँ हिँड्न अलिक सजिलो छ शीतल पनि भइरहेछ घाम मजाले लागिरहेको छ आऊ केटा आऊ कहाँ खोइ कता हौ कस्तो भइरहेछ बल्ल तेर्सो पायो होइन अहिले चाहिँ त्यसो पाएँ तर खुट्टामा के भयो गोलो उम्रियो मेरो डेढबडी खुट्टाको यतापट्टि गेर हान न के 5 नम्बर गेर हान न ओह्रालो हिँड्दैन भने भयो यहाँ चाहिँ अलिकति के ओह्रालोमा जाने ठिक छ ओह्रालो त मलाई बाउको प्याटेको छ भोलि मैले अलिकति तेर्सो बाटो छ हिँड यो तेर्सोमा चाहिँ केटाहरूको अलिक पावर आउँछ आइया ल अझै हामी दोभान पुग्न बाँकी नै छ करिब अब दोभान चाहिँ पुग्छौँ कि आधा घन्टा जतिमा जस्तो लाग्छ हेरौँ यस्तो पुल रहेछ यहाँनिर काठको पुल गजब छ यस्तो मौसम छ यो मौसम हो दोभानको च्याक्क लगाएर हामी चाहिँ दोभान आइपुग्यौँ मौसम नि अँध्यारो भएको छ यहाँ मान्छे पनि अँध्यारो देखिरहेको छु मैले मेरो कलर भेनाजु के छ खबर बेहाल छैन त्यसो नभन्नु न हामी यस्तो रमाइलो भइरहेको छ यस्तो ठाउँमा घुम्न आइरहेछौँ कहाँ बेहाल हुन्छ गजब छ त यो चाहिँ दोभान हो है ल मौसम हल्का झरीपला जस्तो भइरहेछ अनि कफी बनाएर कफी पिउँदैछु किन चक्क लाएर नेस्क्याफे ल्याएर च्याट्ट खाँदैछौँ 3 बजे 2:30 बजे हिँड्ने हेलो गाइजहरू हामी दोभानबाट 1.5 घन्टामा हिमालय आइपुग्यौँ देख्न सक्नुहुन्छ यो चाहिँ हिमालय हो ठ्याक्कै हिमालय आइसक्यो सबैजना हामी सँगै छौँ यात्रा रमाइलो भयो मौसम चाहिँ अलिक खुलेको छ नि यहाँ चाहिँ ठिकै छ केही छैन नकुले पनि अब एकछिन हामी यहाँ रेस्ट गर्छौँ र हामी यहाँबाट अगाडि जान्छौँ आज हामी देउराली गएर बस्ने हो त्यो चाहिँ हिमालय हो रमाइलो छ ठाउँ चाहिँ बस्नलाई चाहिँ तर भोलिलाई सजिलो हुन्छ भनेर हामी चाहिँ आज अब 2 घन्टा बल गरेर हामी जान्छौँ देउराली यतिखेर बेलुकाको 4 बजिसक्यो ल गाइजहरू हामी चाहिँ होटल भ्यू पोइन्ट देउराली आइसकेका छौँ 12 घन्टाको कठिन यात्रा बिहान छमरोङदेखि हिँडेको 6:30 बजे अहिले 6:30 बज्यो बल्ल हामी होटल आइपुग्यौँ जाउँ साथीहरू होटलमा बसौँ यो हाम्रो पनि होटल यही हो दाइ हामी यहीँ हेर्न र आउनु यही हो कि यही हो होटल यही हो तल आउँछ छिरौँ आउनु आइपुग्यो कम त गाह्रो भयो यार तपाईँसँग मेरो कुरा भए ल ठिक छ पहिला रुम जाउँ खोज्यो भने आइयो भयो छोडिदिनु सबै आयो भने सँगसँगै ल रुम हेर्नु जाँदैछौँ रुममा गएर यो ब्याग राखेर जुत्ता खोलेर एकचोटि बेडमा एकछिन सुतेपछि बल्ल हाम्रो शरीरले अलिकति ल यहीँ छिर्नु तपाईँ यहीँ जानु ल
ल जाउँ यहाँ दुईजना बसौँ ल चारजना बसौँ ल रेडी ल एउटा रुम पास भयो त्यसमा यहाँ हामी दुई आयो ल म यता आएँ ल हेलो सर यही हो हाम्रो रुम बोल्नु सक्ने स्थिति छैन ल राज यहाँ आऊ ल हामी तिनजना यहाँ बसौँ हो ल जाऊ उतापट्टि जाऊ कस्तो लागिरह किन गाह्रो भयो ठिकै छ केही भएन ल जाऊ गड भक्लो ढलिहाल्छ त्यसले रेस्ट गर जुत्ता सुत्ता खोलेर ल रेस्ट गरौँ आजलाई हामी यहीँ बस्छौँ है त गाइजहरू मेरो चाहिँ यस्तो अवस्था छ यो झोला छ होला बाहिर कतै होला झोला राखौँ त्यसपछि गएर झोला बिछाउ सबभन्दा पहिला ओ आइया हातै सड्क्यो यार गाह्रो छ चस्मा पनि टाउकोमा राखेर यहाँ आइपुग्यो लाउनै परेन के गजब छ है ल बसौँ हामी हामी देउरालीबाट अगाडि बढ्यौँ अन्नपूर्ण बेस क्याम्पसम्मको यो पदयात्रामा निस्किसक्यौँ हामी एकदम रमाइलो छ चिसो चाहिँ छ पन्जा यता हातमा लिएर भिडियो बनाउनु परेको छ अब भिडियो मोबाइल खल्तीमा हाल्ने पन्जा लगाउने अनि नाक मुख सब छोप्ने अनि हिँड्नुपर्छ न त गाह्रो हुन्छ यस्तो छ स्थिति गाह्रो छ अगाडिपट्टि नि जाँदै हुनुहुन्छ चल्दैछौँ हामी ल गाइजहरू बोल्न गाह्रो भएको छ हामी चढ्दैछौँ उकालो एमबिसीतर्फ जाँदैछौँ देख्नुहुन्छ यो खोलाको तिरतिरै यहाँ चाहिँ बत्तीको व्यवस्था छैन बत्तीको व्यवस्था नभएको कारणले यही पानीलाई यहाँ जम्मा गरिएको छ त्यसपछि पानी दुईवटा पाइपबाट यहाँ लिएर आएको छ यहाँबाट फेरि एउटा पाइपमा तल यो कालो पाइपमा लिएर गएर तल लगेर चाहिँ बत्ती निकालेको छ र आफ्नो होटलको लागि बत्तीको व्यवस्था आफूले गरेका छन् गाइजहरू हामी एबिसी पुग्न लागिसकेका छौँ देख्न सक्नुहुन्छ चारैपट्टि हिउँले ढाकेको हिमाल हिमालको काखमा 3 दिनसम्मको यात्रा गरेर यहाँ आइयो हेलो साथीहरू बेलुकाको 5:46 गइसकेको छ यतिखेर देख्न सक्नुहुन्छ माछापुच्छ्रे हिमाल मैले अहिले भिडियो बनाइरहेको छु अन्नपूर्ण बेस क्याम्पबाट कस्तो दामी देखिएको छ यो अन्नपूर्ण हिमाल यतापट्टि पनि अन्नपूर्ण ए अन्नपूर्ण बी यस्तै हिम श्रृङ्खलाहरू छन् यता नाम चाहिँ ठ्याक्कै सबै थाहा भएन हैन तर धेरै हिमालहरू छन् केले खुट्टाले मध्ये कस्तो लागिरहेको छ कहाँ गाडी यहाँ त टाइट छ ल अब बाइ बाइ अन्नपूर्ण बाइ बाइ अब बाइ बाइ अन्नपूर्ण फेरि भेटौँला ल गाइजहरू हामी चाहिँ अन्नपूर्ण बेस क्याम्पको यो बिहानको सनराइज हेरेर हामी चाहिँ अब तल्दै झऱ्यौँ चिसो एकदमै छ धेरै बेर हिउँमा खेल्न सकिन्न हैन अब हिउँ खेल्न पाएपछि फेरि टोलीहरू कहिले हिउँ नदेखा टोलीहरू हिउँ मात्रै खेल्दा हुन्छन् यस्तै छ यो चाहिँ अन्नपूर्ण बेस क्याम्प यति धेरै हिउँ छ यता हिमाल खुलिसक्यो झलबल्ल घाम लागेको छ ल हेर्नु
वाउ अन्नपूर्ण यो हिमगिरी हिमचुली सरी यो हिमचुली यो अन्नपूर्ण साउथ सानाको नाम कति छ यो अन्नपूर्ण त्यसपछि यसको नाम के भन्दैछ एउटा भाइले नाम बिर्से यता गएपछि सर र यो सब हिमालको नाम छ हामीलाई सबै थाहा भएन यो माछापुच्छ्रे यो बेस क्याम्प